नमस्ते सबैजनालाई। म रोहन शाह, हाल अहिले नेदरल्यान्डमा। तपाईहरु समक्ष केही कुराहरू राख्न मन लाग्यो। तपाईहरु कृपया 10 मिनट ध्यान दिएर सुनिदिनु होला। सबभन्दा पहिला अस्तिको आन्दोलनको केही चर्चा गरौँ। आन्दोलन गर्न त गर्यो, मान्छेले ज्यान गुमायो, साना बालबालिकाहरूले पनि धेरै जसोले ज्यान गुमायो। तर त्यो ज्यान गुमाएको केही फाइदा भयो? केही भइरहेको छैन, केही फाइदा देखिरहेको छैन। फेरि त्यही मान्छेले फेरि त्यही पार्टी बनाएर फेरि पूर्ण रूपमा फेरि त्यो पार्टी बनाएर भोट माग्न गइरहेछन्, रेली चलाउँदै निस्किया छन्। सब कुरा फेरि त्यस्तै। के तपाईलाई लाग्छ फेरि यिनीहरूले जितेर हाम्रो नेपाललाई सिधै एकैचोटि जहाज ल्याइदिन्छ, नेपालमा पानी जहाज चलाइदिन्छ? त्यो त हुनै सक्दैन, कहिले पनि त्यो हुन सक्दैन, अनि कहिले पनि गर्न पनि सक्दैन यिनीहरूले। यिनीहरूको माइन्डमा के छ, मात्र एकचोटि जित्यो, त्यसपछि 4-5 वर्षसम्म खायो पियो, अर्कोचोटि जित्यो वा नजित्यो, पुरै सबलाई त समातेर राखिहाल्छ। सबको कमाई, सबको मेहनतको आफ्नो गोजीमा त खल्तीमा राखिहाल्छ। यिनीहरूलाई त केही मतलबै हुँदैन, पैसा भरिपूर्ण पैसा हुन्छ। तर त्यो जुन मलाई लाग्छ त्यो आन्दोलनको मुख्य टुङ्गो के हुनु पर्थ्यो, पार्टी सिस्टम कुनै पनि नेपालमा आउन मिल्थेन। यस्तो गरेर संविधान संशोधन गराउनु पर्थ्यो कि कुनै पनि पार्टी सिस्टम फर्मुलेट हुन मिल्दैन, कुनै पनि पार्टी चलाउन मिल्दैन। सबभन्दा मेन कुरा, सबभन्दा जरी जुन हामी बिरामी पर्छौँ भने एकछिनको लागि कुनै ट्याब्लेट खान्छौँ भने निको हुन्छ। तर त्यो बिमारीलाई जिउबाट, शरीरबाट पुरै कम्प्लिटली रूपमा त्यसलाई उपचार गर्नको लागि हामीले त डाक्टर निर जानुपर्छ, त्यसलाई रोग पत्ता लगाउनु पर्छ, के भइरहेछ, तब त निको हुन्छ, तब हामी कम्प्लिटली सन्चो हुन्छौँ। त्यस्तै यो कुराहरूलाई नेपाललाई विकसित गर्नलाई सबभन्दा मेन पहिला पार्टी सिस्टम बन्द गर्नु पर्यो। पार्टी सिस्टम किन बन्द गर्नु पर्यो तपाईहरुले सोचिरहनु भयो होला कि किन भन्छ यस्तो कि पार्टी सिस्टम? हेर्नु, पार्टी सिस्टमले के असर पार्दैछ हाम्रो लाइफमा, हाम्रो नेपालको विकासमा के फरक पार्दैछन्? सबभन्दा पहिला प्रधानमन्त्री नियुक्त भयो, प्रधानमन्त्री जितेर नयाँ प्रधानमन्त्री बन्यो। त्यो प्रधानमन्त्री अब घुस खान्छ, त्यो प्रधानमन्त्रीले केही काम गर्दैन, त्यो प्रधानमन्त्रीले केही आइडिया, सबभन्दा पहिला त आइडिया हुनु पर्यो। त्यो आइडिया ठुलोबाट आओस् वा सानोबाट आओस्, आइडिया तर जो ल्याइदियो त्यो मान्छे ठाउँमा छ, त्यो आइडिया ल्याइदियो, त्यो मान्छेको हितको लागि काम गर्नु पर्यो। यहाँ अहिले लेट्स टेक एक्जाम्पल, यहाँ अहिले म भएको देशमा यहाँ मान्छेलाई प्रायोरिटी दिन्छ। मान्छेलाई को के गर्दैछ, कसको छोरा हो, फलामाको छोरा हो, कसको हो, त्यसले केही फरक पार्दैन। त्यसले गल्ती गर्यो भने त्यसलाई सजाय पाउँछ, त्यसले सजाय भोग्नु पर्छ। यो के को त्यो स्ट्रङ रुल्स रेगुलेसन लको। तर नेपालमा अहिलेसम्म एउटा ट्राफिक लाइट लाउन नसक्ने, फलो नगराउन सक्ने, अझै के गराउँछन् मान्छेले। तर हामीलाई त्यति त्योमा चासो पनि हुँदैन, आफ्नो खान्छु पिउँछु, बस यतिकैको लाइफ काट्दैछु। तर मात्र त्यो मात्र लाइफ हो? तपाईहरु बाहिर आउनुहोस्, बाहिर देख्नु कि कसरी यिनीहरू बाँचिरहेछन्, के कसरी यिनीहरू जिइरहेछन् जिन्दगी, आफ्नो लाइफ कसरी स्पेन्ड गर्दैछन् यिनीहरूले। हामी तिनीहरूको कम्पेयरमा केही होइन। मान्छे भन्छ नि युरोपमा पनि केही छैन। म एउटा कुरा के जोड्न चाहन्छु, यो युरोपको एउटा नेदरल्यान्ड एउटा नेपालभन्दा 3 गुणा सानो देश हो, तब पनि यहाँ हरेक कुराले भरिपूर्ण छ। कसैलाई कुनै मान्छे यहाँ बिरामी भयो भने यहाँ अहिले 5 किसिमको डाक्टर आइहाल्छ। त्यही बाटोमै परेछ भने बाटोमै इलाज गर्न क्षमता छ यिनीहरूनिर, बाटोमै निको पारेर तपाईलाई घर पठाइदिन्छ। र एकैचोटि लास्ट सिरियस केस हो भने तपाईले मात्र हस्पिटल लान्छ यिनीहरूले। तर यति उतिको केही भयो भने बाटोमै। तर हामीलाई के छ, हामीलाई त तराईमा केही भयो भने सिधै काठमाडौँ जानु पर्यो। काठमाडौँ लाग्दा अब बिरामी नै छैन, बिरामीको मृत्यु भइहालेको हुन्छ कि के हुन्छ
बिरामी नै छैन कि हामीलाई त्यो हस्पिटल एउटा त्यहीँ राम्रो भएको भए केही हुन्थ्यो, राम्रो डाक्टर भएको भए केही जानु पर्थ्यो काठमाडौँ, हरेक कुराको लागि काठमाडौँ जानुपर्छ। ल मानौ कि धनिक परिवारले जोसँग छ, पैसा छ, सब कुरा छ, भरिपूर्ण छ, तिनीहरूले लान मिल्छ, तर गरिब परिवारले त मिल्दैन। यो सब म किन भनिरहेको छु, यो सब एक अर्कामा रिलेटेड छ कि एक अर्कामा सब कुरा रिलेटेड छ। हामीले के गर्छौँ के गर्दैनौँ त्यो सब कुरामा फरक पार्छ। सबभन्दा मेन कुरामा के फरक पार्छ, हाम्रो भोट। हामीले भोट दिन्छौँ, हामीले भन्छौँ कि हाम्रो परदादा एमालेमा थियो, हामी पनि एमालेमा भोट दिने, हाम्रो हजुरबा काङ्ग्रेसमा थियो, हामी पनि काङ्ग्रेसमा भोट दिने, हामी घन्टीमा थियो, फल्नामा थियो, चिल्नामा थियो, त्यहीमा भोट दिन। यो मेन्टालिटीले कहिले पनि नेपाल बन्दैन, कहिले पनि नेपाल विकसित हुनेवाला छैन। यदि यो मेन्टालिटी चेन्ज भएन भने कहिले पनि बन्नेवाला छैन। के भएर सबभन्दा पहिला यो पार्टी सिस्टम बन्द हुनु पर्यो, स्वतन्त्र उम्मेदवार आउनु पर्यो हरेक ठाउँमा। मलाई के लाग्छ, म जहाँसम्म बुझ्छु, म आफ्नो तर्क दिँदैछु, तपाईँहरूलाई राम्रो लाग्यो भने भन्नु होला, नराम्रो लाग्यो पनि भन्नु होला। मेरो सोचमा के छ कि यो पार्टी सिस्टम नभएको भए अहिले हरेक ठाउँबाट यतिको आन्दोलन भयो नि त, हरेक ठाउँबाट हरेक युवामा त्यो चाहना हुन्थ्यो के, तर के गर्ने, मान्छेले अगाडि बढ्न दिँदैन। जो मान्छे पार्टी सिस्टमबाट पहिलादेखि आउँदैछ, जो एमालेको कार्यकर्ता छ, काङ्ग्रेसको कार्यकर्ता छ, तिनीहरूले त अगाडि बढ्नै दिँदैन, तिनीहरूले पैसा खुवाइदिन्छ। तर यो कुरा नेपाली जनतासँग पनि छ। तपाईँहरू घुस नखानु के, तपाईँहरू एकचोटि घुस लिनुहुन्छ, त्यही घुस तपाईँहरूले 5 वर्षसम्म त्यही ऋण तिर्नुहुन्छ कि, एक दिन मासु भात खाएको, एक दिन यो कुरा गरेको, त्यो सब 5 वर्षसम्म तपाईँहरूले तिर्नुपर्छ। त्यो 5 वर्ष होइन, 5 वर्ष त त्यो तिर्नु पर्यो, त्यो त बेग्लै कुरा हो। त तपाईँको भविष्य 10 वर्ष पछाडि गइरहेछ के। यहाँको सिस्टममा के छ, यहाँको सिस्टममा तपाईँले इन्डिपेन्डेन्ट उम्मेदवार छनौट गर्न पाउनुहुन्छ, हरेक कुरामा इन्डिपेन्डेन्ट, हरेक कुरा तपाईँले देख्न पाउनुहुन्छ। तर नेपालमा केही छैन, कसैलाई चासो पनि छैन। किन आयो, कोहीले सोध्न पनि आयो भने 2-4 हजार खुवाइदिने, तिनीहरू गइहाल्छ, तिनीहरूलाई भोलिदेखि केही मतलबै हुँदैन। तर यहाँ त्यस्तो छैन। र हामीले पनि हाम्रो मानसिकता चेन्ज गर्नु पर्यो, हामीले पनि यो कुरा बुझ्नु पर्यो, त्यो गभर्मेन्टको लागि होइन, त्यो अरूको लागि होइन, हाम्रो लागि हो। हामीले आफ्नो भोट राम्रो मान्छेलाई दियो, यो पार्टी मान्छेलाई दियो, राम्रो मान्छेले काम गर्छ, हरेक कुराको बारेमा सोचौँ, सम्झौँ, बुझौँ। यो तपाईँ एउटा कुरामा भन्न चाहन्छु अझै के हो, यो कुरामा मेन कुरा के जोड्न चाहन्छु, तपाईँहरू एकचोटि कसैको पैसा, कुनै पार्टी कुनै मान्छेको पैसाको भोटको टाइममा नखाएर भोट दिनु, अनि अर्को त्यसलाई जिताउनु, र तब हेर्नु जुन काम आयो के आयो त्यो चिज सोध्नु त्यसलाई, अनि त्यसले भन्दैन भने त्यति बेला त्यसलाई जे भयो त्यो नि अस्तिको आन्दोलनमा त्यही कुरा गर्नु, त्यति बेला त्यो कुरा गर्नु। अनि त्यो मान्छेले मलाई जहाँसम्म लाग्छ त्यो मान्छेलाई हिम्मत हुँदैन पैसा खाने, तपाईँको काम गर्ने, तपाईँहरू पछि नहट्नु र तपाईँहरू नगर्नु। अर्को कुरा पनि म के जोड्न चाहन्छु योमा, यो युरोपको यो नेदरल्यान्ड एउटा सानो देश, नेपालभन्दा 3 गुणा सानो देश हो क्षेत्रफलमा। तब पनि यहाँ 24 घन्टामा कोहीले 7-8 महिना हुँदैछ, तर पनि यहाँ आजसम्म म बत्ती गएको देखेको छैन, अहिलेसम्म म बिजुली काटेको देखेको छैन। तर हाम्रो नेपालमा हरेक कुराले भरिपूर्ण छ, हरेक खोला नाला पानी यति क्यापेसिटी छ हामीनिर कि 82,000-83,000 भोल्ट हामी उत्पादन गर्न मिल्छ, हामीले गर्न सक्छौँ। तर के छ, म्यान पावरको कमी छ, राम्रो मान्छेको कमी छ, त्यो राम्रो प्लेटफर्म दिनेवाला मान्छेको कमी छ, त्यो मान्छेले त्यो प्लेटफर्मको बारेमा नै सोच्दैन, त्यो चिजको कमी हो। यहाँ यति सानो देश भएर यहाँ ट्राम चल्छ, हरेक कुरा चल्छ, इलेक्ट्रिसिटीमा चल्छ। हाम्रो नेपालमा ट्राम चल्न मिल्दैन, हामीले ट्राममा चढ्न मिल्दैन, हामीले ट्राम चलाउन सक्दैनौँ। त्यसरी त हुन्छ, जागिर पनि भयो। जस्तै एउटा ट्रामकै कुरा गरौँ, इलेक्ट्रिसिटीले चल्नेवाला हो, बसको सटोमा हुन्छ। म यो कुराहरूको बारेमा भिडियो अब बनाउँछु, अब हेराउँछु तपाईँहरूलाई के कस्तो छ नेपाल र के कस्तो छ बाहिर आएपछि देख्नुहुन्छ के फरक छ यहाँको। त्यही भएर त आजभोलि बाहिर नेपालबाट निस्केको युवाहरू फेरि नेपाल जान मन गर्दैन क्या उनीहरूलाई। किन जान मन गर्दैन, किनकि यहाँको रहन सहन, शौक सुविधा
कम्प्लिटली डिफ्रेन्ट छ, कम्प्लिटली डिफ्रेन्ट। हरेक कुरामा फरक छ। यहाँ पैसा नभए पनि तपाईँले थोरै कमाउनुहुन्छ भने तपाईँले आफ्नो लाइफ मेन्टेन गर्न सक्नुहुन्छ, तर नेपालमा जति कमाए पनि तपाईँले मेन्टेन गर्न सक्नुहुन्न। धेरै अब धनी बाउको छोरा हो भने तिनीहरूले त गर्न सक्छ, तर एउटा साधारण परिवारलाई गर्न मिल्दैन। को लागि त म भन्छु यतिकै कुरा हो, तर एउटा महत्त्वपूर्ण कुरा के छोडेर जान्छु, अबदेखि म भिडियो बनाउँछु यही कुराहरूमा तपाईँहरूलाई देखाउने छु के छ बाहिरको र हाम्रो नेपालमा के फरक छ, कसरी यसलाई राम्रो बनाउन मिल्छ, त्यो कुराहरू देखाउँछु तपाईँलाई। आज अलिक बाहिरमा बढी चिसो थियो, त्यही भएर रुमभित्र नै भिडियो बनाऊ भनेर म सोचेँ। र सबभन्दा मेन कुरा, अस्तिको आन्दोलनमा हामीले के गर्नु पर्थ्यो, हामीले यो पार्टी सिस्टमलाई बन्द गराउनु पर्थ्यो कि यो पार्टी सिस्टम नभएर पार्टी सिस्टम हुन्थेन भने हामीले अहिले यो कुराहरू फेरि मासु भात रेली यताउता देख्नु पर्थिएन के। त्यो पार्टी सिस्टम बन्द गराएको भए हरेक ठाउँमा स्वतन्त्र उम्मेदवार उभिएको भए, हरेक ठाउँबाट स्वतन्त्र उम्मेदवार आउँथ्यो भने मलाई लाग्छ, मलाई जहाँसम्म लाग्छ आज फेरि यो यस्तो दिन आउँथिएन। आज फेरि यो नारा जुलुस यताउता केही आउँथिएन। यत्रो मान्छे मरेछ तब पनि मान्छेलाई केही ज्ञानै छैन के, केही ज्ञानै छैन। यो चेन्ज तपाईँ हाम्रो लागि हो। तपाईँहरूको छोराछोरी होला विदेशमा पढिरहेको, वेल सेटल, तपाईँहरूले अब रेलीमा जानुहुन्छ। म देख्छु हाम्रो पहाड र मधेसमा कम्प्लिटली डिफ्रेन्ट छ। मधेस त पुरै त्यहाँ त झन् मान्छेहरू शिक्षित हुन शिक्षित छ। मधेसमा म के भन्छु, म पनि मधेसबाट हो, तर म के भन्न चाहन्छु, हरेक घरमा शिक्षित मान्छे छ। तर के छ मधेसमा म भने नि अघि एउटा कुरा भने थिएँ कि हजुरबाले हजुरआमाले यही कुरा हो के मधेसमा। तपाईँले बोल्नुहुन्छ भने तपाईँलाई 4 जना आएर चुप गराइदिन्छ। त मधेसमा त्यो न नियम छ न कानुन छ। तपाईँले केही भन्नुभयो भने सिधै लम्याइदिन्छ कि कुरालाई लम्याइदिन्छ, अनि त्यो कुरा कहिले पनि सल्भ हुन सक्दैन। त्यही भएर स्वतन्त्र उम्मेदवार, मलाई जहाँसम्म लाग्छ म भन्छु कि हरेक ठाउँबाट स्वतन्त्र उम्मेदवार, हरेक पोस्टमा स्वतन्त्र उम्मेदवार आयो भने केही हुन सक्छ, निष्पक्ष रूपमा काम गर्न मिल्छ। एउटा कुरा मात्र बुझ्नु, राम्रो हरेक ठाउँ राम्रो छैन। आफ्नै घर, आफ्नै परिवार, आफ्नै साथीभाइ, आफ्नै जे छ सर्कल त्यही राम्रो हो। हामीलाई पनि विदेश आएर केही यस्तो छैन कि सधैँ यहीँ बस्ने, नेपाल फर्किन मन लाग्छ, तर नेपालको स्थिति हेरेर हामीलाई दुःख लाग्छ कि, हामीलाई दुःख लाग्छ। तब पनि अब के हो, बाध्यता हो, रहर त होइन। तर आशा छ कि आउने समयमा केही न केही प्रगति विकासको काम हुन्छ भनेर। तर मलाई मात्र एउटा जनतासँग मात्र म यो कुरा भन्न चाहन्छु, तपाईँहरू एकचोटि निष्पक्ष रूपमा कसैको पैसा नलिकन, त्यो 500,000ले के हुन्छ, तपाईँहरू त्योभन्दा बढी खाएर फालिदिनुहुन्छ के। तर त्यो 500,000 लिएर भोट दिने काम एकचोटि नगर्नु, कदापि यो कुरा नगर्नु कि एकचोटि नगर्नु, अनि भोट दिनु, अनि तब हेर्नु कि तब त्यो मान्छेले काम गरेर छ कि नै, अनि तब सोध्नु किन काम भएन, यो काम किन भएन। त्यति बेला तपाईँले मुख हुन्छ सोध्ने। तर तपाईँले पहिला नै अरूकोमा भोट दिनलाई तपाईँले पैसा खाइहाल्नुहुन्छ भने तिनीहरूको सामुन्ने तपाईँले बोल्न सक्नुहुन्न, कसैको पैसा लिएर बोल्न सक्नुहुन्न। त्यही भएर म भन्छु यो पैसा लिएर भोट दिने काम यो पाली नगर्नु, कोही मान्छेले नगर्नु, कोहीले दियो पनि नलिने, अनि एकचोटि निष्पक्ष रूपमा भोट दिनु, मान्छेलाई जिताउनु, अनि तब त्यसलाई सोध्नु यो काम हाम्रोमा किन भइरहेको छैन। सडक बनाएर मात्र प्रगति हुन्छ देशलाई, एजुकेसन राम्रो हुनु पर्यो। यहाँ अहिले भन्नलाई त धेरै कुरा छ, म आउने दिनहरूमा हरेक कुराहरू भन्छु तपाईँहरूको सामने, हरेक कुराहरू राख्छु। यहाँको एजुकेसन सिस्टम, हेल्थ सिस्टम, चल्ने ट्रान्सपोर्टेसन के कस्तो छ, हरेक कुरा कसरी रोजगार उत्पादन गर्न मिल्छ, यो कुराहरू पनि म यहाँबाट बुझेर म तपाईँहरूको सामुने राख्छु। तपाईँहरू अब देख्नु, बुझ्नु यो कुराहरू किन भइरहेको छैन भने चेतना त आउँछ नि मान्छेलाई, कहीँबाट आओस्। आइडिया ठुलो हो कि कहीँबाट आओस्, आइडिया ठुलो छ भने त्योबाट पनि मान्छेले गर्न मिल्छ, मेरो सोच हो। अब ठिक छ, आजको लागि यतिकै भनेर बिदा लिन चाहन्छु। जय नेपाल। आउने दिनहरूमा पनि म भिडियो बनाउँछु, बाहिर गएर भिडियो बनाउँछु, अनि तपाईँहरूलाई यहाँको हरेक कुरा देखाउँछु।